गाइज हामी आज BYD Auto 3 मा गरिरहेछौँ ट्राभलिङ बुढा नीलकण्ठ जाने बाटो। अनि यहाँ हुनुहुन्छ ड्राइभरजी, उहाँले ड्राइभर चलाउँदै हुनुहुन्छ गाडी। यहाँ अर्को हुनुहुन्छ म प्यासेन्जर। यो भेडा बाख्राहरू छन्। यहाँ हाम्रो प्यासेन्जर हुनुहुन्छ। प्यासेन्जरलाई जुम आउट गरेर देखाउँदैछु। त्यसपछि पछाडि बाइक पनि आइरहेको, अगाडि अझै भेडा बाख्रालाई जुम गरेर देखाउँछु। यति हो सचिवजी। Auto 3 यो कहाँ गएर बुढा नीलकण्ठ जङ्गल त गइसक्यो हजुर त्यो उहिले। ए यहाँ माथिको हिमाल पहाडहरू त्यति त सहन छु, अहिले जवान छु। 1-2 साल पछि बुढो भएर नाम लिएको त्यस्तै गाउँहरूको हाम्रो उतातिर त पुरै गाउँले भरेको होला नि त। त्यही त यहाँ नेपालको राम्रो बाटो पनि पोखरा दिस इज के अरे स्विजरल्यान्ड हुन्छ। कता गएर हो यतातिर केही बज्यो यार। त्यस्तो होइन, यसको सेफ्टी फिचर बजिरहेको बज्नु त जाँदा चारैतिर हरियो हरियो खेत हुन्छ नि, त्यसको बिचमा उठेर त्यसपछि गर्दा चारैतिर पनि हरियो हरियो। यो माथि त चढ्दैन होला नि। ल ठिक छ, यसो पछाडि गर्न मिल्दैन भिडियोलाई। त्यो भिडियो चेन्ज गर्नुपर्छ। ल फर्किँदाखेरि अब पछाडि यस्तो पछाडि गरेर हेलो यहाँ भ्लग बनाउनु पर्छ। यो त दामी भिडियो आयो त, बडी पनि रहेछ होइन। अनि कति राम्रो आएको छ नि क्वालिटी। त्यो यस्तो झन् क्यामेरा पुग्यो भने अझै दामी हुन्छ। कति ठुलो देखिरहेको छ बे तेरो वाइड बनाएको पनि छ, एकदम सिँगारेर राखेको छ कि आर्मीले पुरै सफा गरेर यो पुरै सुन्दै चल्छ बनाएर एकदम यस्तै बनाएर राख्छ। यस्तै जनावर पनि छ त, कुन जनावर पनि छ त होला। शिवपुरी त हो नि यहाँ नि। ए शिवपुरी नेसनल पार्क त्यहाँ नेपाल काठमाडौँमै छ यो। काठमाडौँमा छ शिवपुरी, काठमाडौँमा हो। तैँले हिन्दीमा भन्नु पर्यो अब मतलब यति टाढासम्म काठमाडौँ छ। त्यही त पुरै काठमाडौँ नै रहेछ है। म त त्यही यत्रो भ्याली, यो यत्रो यो उपत्यका भित्र 3टै मात्र जिल्ला त हो नि। त्यही पनि म सोचेको थिएँ त्यही के भन्छ अरे रतनबाग हाई BYD ओपन द सनरुफ। कहाँ गएर हो दिनेश हामी? जङ्गलको बाटो शिवपुरी नेसनल पार्क। यहाँबाट ल गाइज हेर्नु है अझै खोल्छ बन्द भयो। यति नै यस्तो नेचर यार, नेचरमा छ। गीत हेर्नु बेसरी नगर है। किन यहाँ पनि आर्मी लाग्यो बेला बेला चेक। ए हो यार, हामी पनि गीत बजाउँदाखेरि स्पिकर छिन्दै थियो उसमा शिवपुरी।
फेरि यसको त स्पिकर निकाल्यो भने त गाह्रै होला नि यसको स्पिकर निकाल्यो भने त गाह्रै होला फेरि खोज्दैन नि त्यो एउटा ढोकै खोल्नु पर्ला फेरि उभिँदा हुन्छ बरु उभिँदा के भन्नु किन भन्नु ओहो सही छ फेरि यहाँ बाघहरू आइदिए लाग्यो आउँदैन सक्छ राखौ सफा राखौ सक्दैन भनौँ केही न तिमी पनि आउँछ आउँछ लाउ न सही हो ल हामी आज नेचरको काखमा सही हो यो बाटोहरू यसो त मेरो भिडियो हुनैपर्छ आफ्नो पनि अगाडि हेलिप्याड आउँछ त्यतिखेर ओर्लिनु पर्छ ओहो सही हो तिम्रो मेरो यो कुन ठाउँ यो कुन रिसोर्ट हो ए यो भ्लग हो अर्को भ्लग छ यहाँ आर्मी पनि छ त दिनेश ए दिनेश रोक्यो त सही छ अहिले त यसको कति धेरै प्रोपर्टी हो यार यो हामी टाढाबाट हेरेको थियो त्यो त होइन नि हुन नि सक्ला यार यति टाढा यो एकचोटि डिजर्भ गर्छ कि एउटा भ्यू पुरै होस् भनेर ठाउँ यस्तो राम्रो छ कि यसले डिजर्भ गर्छ कि एउटा फोटो पुरै होस् कतिमा बना होला है आफ्नो उसले उसको धेरै फाइदा राम्रो अब आएको पनि पैसा दिन्थ्यो कि त्यो उनीहरूले आर्मीहरूले ए अहिले चाहिँ होटल बारहरूले उनीहरूलाई पैसा